डिटेल्स हेर्न सक्ने त्यो खालको चाहिँ नि हामीले एउटा कल्पना गरेर अगाडि बढाएको छ। र तिनवटा कुरा, एउटा पेडागोजी चेन्ज गर्नुभयो, पढेको कुरा जहाजमा पास हुनलाई घोक्नलाई घोकेर होइन, जहाजमा पास हुन होइन, पढेको कुरा बुझेर इम्प्लिमेन्ट गर्न सक्ने अथवा यो कुरा जीवनमा कहाँ लागु हुन्छ, हरेक पाठ हामीले त्यसरी बनाइदिएको छ। चाहे त्यो भिडियोको माध्यमबाट होस् अथवा चाहिँ नि इबुकको माध्यमबाट होस्, टिचिङ स्लाइड्सको माध्यमबाट होस्, अथवा चाहिँ नि हामीले एनुअल प्लान बनाउँदाखेरि चाहिँ छ त्यो माध्यममा यो कुराहरू इम्प्याक्ट गर्न खोजेका छौँ भन्दा त्यसको अलावा अर्को फिक्स गर्न खोजेको अथवा हामीले के के गर्ने, हामीले दिने प्रोभाइड गर्ने सर्भिस दुईवटा के छ भन्दा एउटा टिचिङ रिसोर्सेस होइन, टिचरहरूलाई बनाउनलाई उनीहरूको काम पनि सजिलो बनाउने, एफिसियन्ट पनि बनाउने उहाँहरूको लागि हामीले टिचिङ रिसोर्सेसहरू बनाएको छौँ। अर्को चाहिँ नि टेक्नोलोजी इन टिचिङ। यो तिनवटा कुराको कम्बिनेसनले चाहिँ नि 21st सेन्चुरी स्कुल बन्छ भन्ने हाम्रो धारणा। अब टिचिङ प्रोसेसमा फरक फरक खालको रिसोर्सेसहरू हामीले उपलब्ध गराउँछौँ होइन। जस्तो भिडियोहरूको कुरा गर्ने हो भनेदेखि इङ्ग्लिसमा लास्ट इयर पनि देखाएको थियौँ होला, हामीले 3 वर्ष अगाडि पनि देखाएको थियौँ होला होइन। इङ्ग्लिस पढ्दाखेरि हामीले रोकिन्छ वर्ड्सबाटै हो, भोक्याबुलरीबाटै, त्यसपछि सेन्टेन्स बुझेन, त्यसपछि प्याराग्राफ बुझेन, लेसन बुझेन इभेन्चुली। त्यसै गरेर नेपालीमा पनि होला। अब अहिले त इङ्ग्लिसभन्दा नेपाली गाह्रो हुँदै गइरहेको छ भन्दा हरेक लेसनमा चाहिँ त्यो टिचरको लागि रेफरेन्स होला अथवा स्टुडेन्टको लागि रेफरेन्स मटेरियल होला, अथवा कति केसमा त टिचरले आफैले चाहिँ म क्लासमै पनि प्र्याक्टिस गराउँछु भन्ने हिसाबमा पनि गराउनु भएको होला भन्दा यस्तो खालको रिसोर्सेसहरू हामीसँग अभाइलेबल छ। बिजनेस ब्याङ्कवेट, बिजनेस ब्याङ्कवेट, बिजनेस ब्याङ्कवेट। तिमीलाई बिजनेस भनेको व्यापार वा काम हो भन्ने त थाहा छँदैछ, तर यो बिजनेस ब्याङ्कवेट भनेको नौलो लाग्न सक्छ। काम वा व्यापारको सिलसिलामा आयोजना गरिने औपचारिक भोजलाई हामी बिजनेस ब्याङ्कवेट भन्छौँ। द बस इज गोइङ टु अटेन्ड अ बिजनेस ब्याङ्कवेट। अफिस र बिजनेसहरूमा प्राय जुनसुकै औपचारिक कार्यक्रम जस्तै मिटिङ, सेमिनार गर्दा बिजनेस ब्याङ्कवेटहरू आयोजना गर्ने चलन हुन्छ। मुख मुद्रा के को चिन्तामा छ हौ? अनुहार त मलिन देखिन्छ त। मनको आशा, निराशा आदि प्रकट गर्ने अनुहारको अवस्थालाई मुख मुद्रा भनिन्छ। तिमी खुसी छौ भन्ने कुरा त तिम्रो मुख मुद्रा हेरेर नै थाहा पाइन्छ नि। यस्तो खालको भिडियो रेफरेन्स एज अ रेफरेन्स होइन, बच्चालाई चाहियो भनेदेखि, विक बच्चाहरूलाई चाहियो भनेदेखि हेर्न सक्ने भयो उनीहरूले होइन। कति केसमा मुभी हामीले देखेर पनि देखाएको थियौँ, क्लास 11को मुभी त्यो फेरि फर्कला भन्ने छ भने त्यसको मुभी नै बनाइदिएको छ हामीले। यो लेभलको होइन, यो लेभलको चाहिँ नि हामीले सूर्य नमस्कारमा 12वटा स्टेप्स छन्। यहाँ बास पाइन्छ? कुन्नी आमासँग सोध्नुपर्छ। आमा कता छिन् तिम्री आमा? को हुन्? मैले त चिनेको छैन। कोसँग सोध्ने? आमा, ए आमा, पर्खनुहोस् है, म अहिले आमालाई टाकी ल्याउने छु। यो खालको मुभीहरू होइन। सूर्य नमस्कारमा 12वटा स्टेप्स। सोसल स्टडिजमा हालिएको छ होइन। कहाँ हिस्ट्रीदेखि लिएर होइन, जियोग्राफीदेखि लिएर साइबर सेक्युरिटीदेखि लिएर डिजिटलको कुरादेखि लिएर योगासम्म हालिदिएको छ नि। एक्जाम टिचर कहाँबाट बस्ने र यो रिसोर्सेस भइसकेपछि हामी कतिसम्म बनाएको छौँ भन्दा इभन नेपाली टिचरले पनि कहिलेको सोसल स्टडिज पढाउन सक्नुहुन्छ। अब त चेन्ज हुने कुरा गरिरहेका छ धेरै होइन, लागिराख्नु भएको छ भन्दा त्यो लेभलको रिसोर्सेसहरू भनौँ न। सूर्य नमस्कारमा 12वटा स्टेप्स छन्। अब म ती आसनहरूलाई एक एक गरी बुझाउँदै जान्छु। म तिनका फाइदा र गर्ने विधि पनि बताउँदै जान्छु। सबैभन्दा पहिला हामी सूर्य नमस्कारको फर्स्ट राउन्ड गरौँ। आफ्ना दुवै खुट्टा सिधा राखी म्याटको अघिल्लो भाग IVF sounds interesting. It's amazing how such a technique even came about. How did scientists even think of such a technique? Let me explain to you, starting with the history of IVF. Leslie Brown, a woman from Manchester, England, faced infertility from a young age due to a blockage in her fallopian tubes.
She was referred to British gynecologist Patrick Steptoe, who had been researching IVF with scientist Sir Robert Edwards for over a decade. With their assistance, Leslie underwent the IVF procedure on November 10, 1977, leading to the birth of the world's first test tube baby, Louise Joy Brown, on July 25, 1978. Louise was delivered through a caesarean section, a method used when normal delivery is not possible, involving an incision in the mother's abdomen and uterus. The efforts of the two, along with embryologist Jean Purdy, officially led to the development of this technique. Wow, the first test tube baby was born all the way back in 1978. Yes, and in Nepal, the first test tube baby was Om Mani Tamang. He is the son of Rajendra and Sandhya Tamang. Where was he born, teacher? He was born at Om Hospital on March 3, 2005. Om Hospital and Research Center was the first institution to introduce IVF technology in Nepal, with the establishment of an IVF center in 2004. Seems then took quite a while for Nepal to introduce IVF treatment. यो लेभलमा आइभीएफ पढाउनलाई बोर्डमा लेखेर पढाउनु भन्दा त अफकोर्स बोर्डमा पनि चाहियो, टिचरले बोर्डमा पनि राख्नुहुन्छ, स्टुडेन्टले घरमा घरको टेलिभिजनमा पनि हेर्न सक्ने हुनुभयो भिडियोहरू, लाइक मोबाइलमा ल्यापटपमा भन्दा यसरी हेर्दाखेरि चाहिँ हामीले रिसोर्सेसहरू यो लेभलको तयार गरेका छौँ। अब त्यसपछि अरू त इबुक्समा जाँदाखेरि डिजाइनहरू हेर्ने हो भने जुन हाम्रो पार्टनरसिप छ मार्क्स एकाडेमिक्स, एल्सन पब्लिकेसन, सिङ्गापुरको पब्लिकेसन कम्पनीहरूसँग छ, उनीहरूसँगको पार्टनरसिपमा इन्फ्लुएन्स भएर उनीहरूको सपोर्टमा हामीले यसरी इबुक्स र पछि फिजिकल बुक पनि हामी यही लेखेको नै लिएर आउँछौँ। र इबुकमा पनि कस्तो छ भने अहिलेको जस्तो भिडियोहरू त्यो इबुकमै इम्बेड भएको, सबैले पछि डेमोन्स्ट्रेसन पनि गरेर हेरौँला हामी। एक्जाम्पल अरिथमेटिक अपरेटर्सको बारेमा कुरा गरिराख्नु भएको छ भने अब यसको टिचिङ स्लाइड छुट्टै हुने भयो, टिचरले त्यही स्लाइड्स हेरेर पढाउने हुनुभयो। अब त्यो स्लाइड्सहरू चाहिँ के त भन्दा बेसिक लेभलमा हामीले बनाएर दिएको, त्यति पढाए पुग्छ, तर अब टिचरहरूलाई चाहिँ त्यसलाई मोडिफाई गर्नु पऱ्यो, एड गर्नु पऱ्यो, आफ्नो पारामा ढाल्नु पऱ्यो, त्यो सजेस्ट गर्छौँ हामीहरू। त्यसपछि यो पढाइसकेपछि यो भित्र भिडियो बनाएको छौँ हामीले, त्यो भिडियो पनि नेपालीमा हेर्ने कि इङ्ग्लिसमा हेर्ने, त्यो भिडियो भइसकेपछि यहाँ क्लिक गर्ने बित्तिकै त्यसमा चाहिँ भिडियोमा जाने सर्ट भिडियोहरू, त्यसरी चाहिँ नि यो अर्थमेटिक अपरेटर्सको बारेमा चाहिँ भिडियोहरू पनि हेर्न सकिने भन्दा यो लेभलको चाहिँ नि हामीले इबुक्सहरू अहिले बनाइसकेका छौँ। अहिलेलाई हामी क्लास 9 को कम्प्युटर साइन्स, त्यसपछि 10 को चाहिँ भिडियोहरू छ। हामी नेक्स्ट इयरको वैशाखबाट चाहिँ नि हामी 8, 9, 10 को बुक, फिजिकल बुक, इबुक प्लस भिडियोजहरू लिएर आउँछौँ जुन 10 को चाहिँ होइन। अब इबुक अहिले क्लास 9 कुरा गर्दाखेरि डिजाइनहरू मात्रै हेर्नु हो भने हेर्नु सक्छ भन्दाखेरि यो लेभलको फिजिकल बुक पनि ठ्याक्कै यही नै लिएर आउँछौँ हामी होइन। अब कहाँसम्म छौँ भन्दाखेरि हामी टिचर्सहरूलाई ट्रेनिङ गर्न समेत गर्छौँ। मेन हो नै टिचरहरूलाई एम्पावर गर्ने हो हामीले, मेन हाम्रो थिम नै टिचरहरूलाई एम्पावर गरेर हजुरहरूको काम सजिलो बनाउने होइन। अब क्लास 9 को 9 मा पाइथन पनि ल्याइदिएछ, स्क्रैच पनि ल्याइदिएछ। अब सक्ने स्कुलहरूले 5 बाटै पनि गरेछ होइन, नसक्ने स्कुलहरू पनि छौँ नि त होइन। म आफै जाँदाखेरि सिडिसीकोमा मलाई त्यो करिकुलम चेन्जमा चाहिँ इन्डस्ट्रीबाट बोलाउनु भएको थियो, 3 घन्टा डिबेट भयो क्युबेसीकै राख्ने कि पाइथनमा जाने भनेर। त्यो चर्किनै परेको थियो क्या, मैले हटाउनुहोस् तपाईँहरू, बरु कम्प्युटर साइन्स सब्जेक्ट नै हटाइदिनुहोस्, यो क्युबेसी पढाएर चाहिँ नि त्यो जोक नबनाउनुहोस् आजको जेनेरेसनलाई भनेर गराएर बल्ल बल्ल त्यो चेन्ज गरायो हामीले। हजुर पनि लाग्नु भयो 10 मा त क्युबेसीकै छ चाहिँ, 10 मा छ। अब नेक्स्ट इयरदेखि चेन्ज हुन्छ, 9 मा मात्र चेन्ज नेक्स्ट इयर 10 मा, अनि 10 को पनि अहिले अर्को वर्ष। अहिले चाहिँ कसरी बनाएको छ भने 9, 10, 11, 12 पढिसकेपछि नि बच्चाले काम गर्न सक्छ, त्यो लेभलमा हामी आफै पनि इन्भल्भ छौँ होइन। सिडिसीमा गयौँ, आइटी टेक्नोलोजीमा चाहिँ हामी यो लेभलमा छौँ, हामी फ्रीमै कन्ट्रिब्युट गर्न सक्छौँ भनेर कतिपय कन्ट्रिब्युसन पनि गरिदियौँ हामीले, भन्दा अब चेन्ज भएको छ एकदम आश लाग्थ्यो। हाम्रो यो सेकेन्डरी लेभल मात्रै हो है, सेकेन्ड क्लास हो त्यो लेभलमा आएको छ। तर प्रब्लम के त भन्दाखेरि अब त्यो क्युबेसिक पढाइराख्ने टिचरहरू उहाँहरूलाई ट्रेनिङ त गर्नु पऱ्यो, पाइथन पढाउने रिसोर्स छैन। अब हामीले के गर्न थाल्यौँ भन्दाखेरि हामीले अहिले के गरिरहेका छौँ भन्दा त्यो उहाँ टिचरहरूलाई जुन हाम्रो हामी पार्टनरसिपमा जाने टिचर्सहरूलाई हामी चाहिँ नि फेस टु फेस अनलाइन अकाउन्ट्सको थ्रुबाट हामी ट्रेनिङ नै दिन थाल्यौँ। किनभने हामीसँग त रिजल्ट छ, हेरोल्ड कलेज छ, यही काव्यमा भयो हाम्रो टेक्नोलोजी पार्टनरहरू भने अहिले हामीसँग लगभग 800 जना चाहिँ नि टेक्नोलोजीको
रिसोर्सहरू हुनुहुन्छ अहिले आइएनजीभित्र। त्यो 800जनालाई त हामीले मोबिलाइज गराउन सक्यौँ, पाइथन ट्रेनिङमा पनि मोबिलाइज गराउन सक्यौँ, टिचर्स ट्रेनिङको पार्टमा। त्यसपछि टेक्नोलोजी छ माइसेकिङ टिचरबाट होइन, अहिले भिडियोहरू पनि देखाउँला, त्यो लेभलको भिडियोबाट हेरिसकेपछि नेपाली भाषामा कतिपय टिचरहरूलाई त नेपाली भाषामा पनि सेल्फ लर्निङ पनि गर्न सक्नुहुन्छ भन्दा हामी रिसोर्सेस र टिचर इम्पावरमेन्टमा चाहिँ त्यो हदसम्म गएको छौँ भन्दा त्यसपछि लेसन प्लानहरू, एनुअल लेसन प्लानहरू हामीले आफै बनाइदिएको छौँ। हजुरहरू धेरै त्यसमा टाइम स्पेन्ड नै गर्नु पर्दैन, खालि के गर्नु भन्दा हामीले बनाइदिएकोमा हजुरहरूलाई चेन्ज गर्नुपर्ने छ भने टिचरहरूले चेन्ज गर्नुभएको हुन्छ। यो लेभलको सिरिजसँग म्याचिङ हुने हिसाबले समरी पनि भयो, डिटेलमा पनि भयो, लेसन प्लान र टिचिङ म्यानुअल, टिचर्स गाइडहरू सबै नै छ। सिसिए अब्जेक्टिभहरू के गर्ने, सजेस्टेड सिसिए के गराउने, एक्जाम्पल यो डे 75मा टपिक चाहिँ इभेन्ट कन्सेप्ट अन सेफ ब्राउजिङ टेक्निक्स भनेर छ होइन। मैले एक्जाम्पल चाहिँ कम्प्युटर साइन्सको दिएको, सबैमा हामी यही नै होइन। त्यसपछि एक्टिभिटीहरू के गराउने, एक्टिभिटीमा अप्सन्सहरू के गराउने होइन, रिसोर्स के हो, इबुकमा कहाँनिर छ, हाम्रो अब्जेक्टिभ के हो त भनेर यो सबै रिसोर्सहरू हामीले गाइडहरू तयार गरिसकेका छौँ ताकि टिचरलाई धेरै एकदमै मिहिनेत गर्नु नपरोस्। र मेहनती टिचर हुनुहुन्छ भनेदेखि यसमा बसेर आफ्नो कुराहरू एड गर्नुहोस् भन्दा त्यसरी चाहिँ हामीले रिसोर्सहरू तयार गरेका छौँ। स्लाइड्सहरू कम्प्लिटली स्लाइड्सहरू बनाइदिइसकेका छौँ। डे 1 लेसन प्लानिङ अनुसारको डे कुन दिनको हो त्यो अनुसार हामीले स्लाइड्सहरू बनाइदिइसकेका छौँ। डे 28 को लागि छ भने त्यो अनुसार त्यो दिन पढाउनुको लागि स्लाइड्स भयो। अब त्यसमा थप्न चाहनुभयो भने टिचरहरू थप्न सक्नुभयो, होइन भनेदेखि एकछिन अगाडि सर्व हेर्नुभयो भनेदेखि त्यही स्लाइड रन गरिदिनु भयो, इबुक त्यही छ, त्यसको भिडियोहरू त्यही छ भन्दा त्यसरी चाहिँ नि हामीले एउटा सिस्टम बनाइदिएको छ। टिचर स्लाइड्सको कुराहरू भइहाल्यो, टिचरको यो अघि जुन मैले इबुक देखाएँ त्यसमा टिचर अकाउन्ट हुन्छ। त्यो टिचर अकाउन्ट भएपछि उहाँले त्यो टिचर क्यापासिटी के हुने भयो त भन्दाखेरि उहाँले चाहिँ नि यो पेज एक्जाम्पल हामी नयाँ च्याप्टर सुरु गर्दैछौँ, एक्जाम्पल प्रोग्रामिङ च्याप्टर सुरु गर्दैछौँ भने हामी कहिले काहीँ भन्छौँ नि बच्चाले पढेर आउनु है भनेर हामीले यहीँबाट असाइनमेन्ट दिन सक्छौँ कि बच्चालाई यो मध्ये 2टा पेज चाहिँ यो 2टा पेज पढेर आउनु भनेर असाइनमेन्ट असाइन गर्न दिन सक्छौँ। त्यसपछि बच्चाले पढ्यो पढेन भन्ने कुरा हामी थाहा पाउँछौँ। म एज अ टिचर मलाई थाहा हुने भयो, पढेको छ भनौँ न, ल एन्टायर क्लासमा चाहिँ नि 90%ले पढेको छ भनेदेखि मलाई के थाहा हुने भयो त मैले पढेको छ एटलिस्ट केही न केही त बुझेको छ भनेर अगाडि बढ्न सक्ने भयो होइन। अथवा पढिसकेपछि पनि यो दिन यो चाहिँ एज एन असाइनमेन्ट दिन सक्ने भयो। अब यसमा चाहिँ नि यसको फिचरहरूमा कुनै टपिक सब टपिक खोज्न मिल्ने भयो, हाम्रो यो फिजिकल बुकमा चाहिँ बुकमा राख्यो जस्तै गरेर बुकमा राख्न मिल्ने भयो, नोट्सहरू राख्न मिल्ने जुन किताबमा हामी छेउमा लेख्छौँ त्यो यसमै नोट्सहरू राख्न मिल्ने भयो। त्यो नोट्सको आधारमा चाहिँ नि सर्च गर्न मिल्ने भयो, स्क्रोल गर्न मिल्ने भयो ट्याब्लेटमा छ भनेदेखि होइन। अब अघि मैले भने रिपोर्टहरू कुन पेज पढ्यो, मैले कुन पेज पढिनँ, एक्जाममा आउने एकदमै इम्पोर्टेन्ट लेसनहरू छ, पेजेसहरू छ भने मैले त्यहाँ मार्क गरेर राख्न सकेँ। अनि सर्च गर्दाखेरि इम्पोर्टेन्ट फर एक्जामिनेसन भनेर सर्च गर्ने बित्तिकै त्यो आउने भयो होइन भन्दा यो फिचरहरू सबै। त्यसपछि अब यो बुक भनौँ न यसलाई चाहिँ नि अडियो बुकको रूपमा पनि युज गर्न सकिने भयो। बसमा घर जाँदै छ बच्चालाई अभाइलेबल छ हामीले अलाउ गर्ने हो भने यो लेसन उसले पढ्दै जान सक्ने भयो, प्ले बटन गरिदिन्छ उसले सुन्दै जान्छ, आफैले त्यहाँ पढ्ने भन्दा यस्तो फिचरहरू राखेर चाहिँ इबुक छ। त्यो इबुकको चाहिँ नि टिचरलाई अकाउन्ट हुने भयो, स्टुडेन्टलाई पनि एक्सेस हुन्छ, टिचरलाई पनि एक्सेस हुने भयो। त्यसपछि अघि नै भने मैले भिडियोज सपोर्टिङ भिडियोजहरू त्यो रिसोर्सको रूपमा होइन, एक्जाम नोट्सहरू होइन, एक्जाममा चाहिँ कसरी दिनु त। अब राइट डाउन द हिस्ट्री अफ पाइथन भनेर क्वेसन नसोधिनु है भनेर भनौँ न, तर आउन सक्छ फेरि भन्दा त्यो हिसाबबाट पनि स्टुडेन्टलाई प्रिपेयर गरौँ न। हामीले एक्जाम नोट्सहरू पनि बनाइदिएका छौँ होइन। र त्यसपछि रिसोर्सेसहरू यति प्याकेजिङ गराइसकेपछि अर्को के त भन्दा टेक्नोलोजी युज गर्नु। यही रिसोर्सेस युज गर्नको लागि टेक्नोलोजी युज गरेर हामीले कसरी परिकल्पना गरेका छौँ भन्दा भोलि हजुरहरूमध्ये कोही आउनुभयो र ल म क्लास 10लाई चाहिँ नि पेपरलेस बनाउँछु भन्नुहुन्छ भनेदेखि त्यो हामी अहिले नै केपेबल छौँ। स्टुडेन्टसँग ट्याब्लेट हुन्छ, टिचरसँग ट्याब्लेट हुन्छ, डिस्प्ले बोर्ड एउटा हुन्छ, ट्याब्लेटमा लेख्दै त्यो ट्याब्लेटमा भएको कुरा यहाँ डिस्प्ले हुन्छ, लेख्दै बुझाउँदै पढाउनुहुन्छ टिचरले, असाइनमेन्ट त्यहीँबाट दिनु होला होइन। स्टुडेन्टले त्यही ट्याब्लेटबाट पढ्छ अथवा चाहिँ नि फिजिकल बुक चाहिँ नि एज अ रेफरेन्स मटेरियल राख भन्छौँ हामी। उसले कहिलेकाहीँ फिजिकल बुकबाट पढ्नु होला होइन, अथवा ट्याब्लेटमै लेखेर पनि असाइनमेन्ट सब्मिट गर्नु पऱ्यो, असेसमेन्टहरू सबै त्यहाँबाट कम्प्लिट गर्नुहुन्छ। त्योसम्म जान सकिन्छ यदि चाहने हो भनेदेखि। तर हामी त्यहाँ पुगिसकेका छौँ जस्तो लाग्दैन, किन भन्दा हाम्रो एक्जाम त फेरि लेखेरै गर्नुपर्छ 3 घन्टामा होइन। त्यो कारणले त्यहाँसम्म नपुग्यो भने हाइब्रिड मोडलमा जुन टिचरले चाहिँ नि भनौँ न लेखाउँदै पढाउँदै ट्याब्लेटमा होस् कि कपीमा होस् कि देखाउँदै बच्चा नि
अगाडि बढाउने चाहिँ हामीले यसरी टेक्नोलोजीको चाहिँ यो कल्पना बनिसकेको छ, प्रडक्ट नै बनिसकेको छ। अब त्यही टेक्नोलोजीमा अहिले डेमो पनि चलिरहेको होला। डायग्नोस्टिक रिपोर्ट च्याप्टर पढ्यो, च्याप्टरमा त वास्तवमा के हो त भन्दा लर्निङ आउटकम्समा आधारित हुन्छ भयो नि। कुनै टपिक भनेपछि मैले चाहिँ नि आज पिरियडै मात्रै पढ्दैछु भने पनि आजको लर्निङ अब्जेक्टिभ के हो भन्ने कुरा टिचरलाई पनि थाहा हुनु पऱ्यो र त्यो कुरा चाहिँ स्टुडेन्टलाई कम्युनिकेट पनि भएको हुनु पऱ्यो त्यो क्लासमा, ताकि स्टुडेन्टले चाहिँ मैले आज चाहिँ नि यति पढ्नु पऱ्यो है, यति कुरा चाहिँ बुझ्नु पऱ्यो भनेर लर्निङ अब्जेक्टिभ्सहरूमा प्ले गर्नु पऱ्यो होइन। अब यसले के गरिदिने भयो त यो टेक्नोलोजीले भन्दाखेरि यो एउटा च्याप्टरमा 5वटा लर्निङ अब्जेक्टिभ छ भनेदेखि त्यहाँ टेस्टहरू लिन सक्ने भयो। अहिले डेमो गरेर हेर्नुलाई त्यो टेस्ट गर्दाखेरि यसले के फिडब्याक दिने भयो भन्दा एक्जाम्पल च्याप्टर 3 को 5वटा लर्निङ अब्जेक्टिभमध्ये 3टा लर्निङ अब्जेक्टिभ्समा मेरो सेक्सन दे आर वेल, दे क्यान अपियर फर एक्जामिनेसन, दे हेभ वर्क इन द इन्डस्ट्री भन्ने खालको त्यो अपियर गराउने भयो भनेदेखि 2टामा चाहिँ मैले लिन पर्ने रहेछ है। 2टामा माई स्टुडेन्ट्स आर विक भन्ने हिसाबमा चाहिँ नि यो सबै फिडब्याक चाहिँ डायग्नोस्टिक रिपोर्टले दिने भयो। च्याप्टर वाइज चाहिँ नि लर्निङ आउटकम्स लर्निङ अब्जेक्टिभ्सको बेसिसमा दिनु भयो। अनि रिभ्यू एन्ड नो एभ्री स्टुडेन्ट पर्फर्मेन्स त्यसैको आधारमा यो डायग्नोस्टिक रिपोर्टको आधारमा म एज अ टिचर मैले दिएको असाइनमेन्टको आधारमा चाहिँ कुन स्टुडेन्टको के कमजोरी छ, कुन लर्निङ आउटकम्समा कमजोरी छ, कहाँ स्ट्रगल गरिरहेछ मलाई थाहा भइरहेको भन्दा टिचरको रोल कता सिफ्ट हुने भयो भन्दाखेरि बेसिक कुराहरू पढाउनेको साथसाथै त्यसको टाइम अलिकति जोगाएर, किन टेक्नोलोजीले पढाइदिन्छ। एक्जाम्पल हार्डको पढाउनु छ भनेदेखि मलाई 15 मिनट लगाएर हार्डको ड्र गर्नु परेन, त्यहाँ एनिमेटेड भिडियो नै छ त्यो देखाइदियो पुग्यो 2 मिनटमा। र रिमेनिङ टाइम म केमा स्पेन्ड गर्न सक्ने भएँ भन्दा हामीले केमा स्पेन्ड गराउन सक्नु पऱ्यो हाम्रो टिचर्सलाई भन्दाखेरि नो यर स्टुडेन्ट इन्डिभिजुअली, सबैको मिसकन्सेप्सन कहाँ छ, मिसअन्डरस्ट्यान्डिङ कहाँ छ, कमजोरी कहाँ छ, त्यसमा टाइम स्पेन्ड गर, टेक्नोलोजीमा टाइम स्पेन्ड गर भनेर हामीले टिचरहरूलाई इन्करेज गर्न सक्नु होइन। त्यो छ। त्यसपछि टेस्टहरू गराउनुको लागि स्ट्यान्डर्ड टेस्ट, कम्पिटेन्सी टेस्ट पेपर, एक्जाम पेपर्सहरू होइन। म आफै पनि पढाउँदाखेरि मलाई सबभन्दा अल्छी लाग्ने भने टेस्ट पेपर बनाउनुलाई पहिला आएको छ कि छैन होइन, 5 मार्क्सको कति गर्नुपर्ने, यो कति गर्नुपर्ने, सबै कुरा कभर गर्नुपर्ने, त्यो टाउको दुखाइ नै हुन्थ्यो भनेदेखि अब हामीसँग त्यो त क्लिककै भरमा टेस्ट पेपरहरू जेनेरेट गर्न सकिन्छ। सेल्फ मार्किङ टेस्ट पेपरहरू पनि छ त्यसमा होइन। एक्जाम पेपरहरू पनि जेनेरेट गर्न, टर्म एक्जाम पेपर जेनेरेट गर्नु पऱ्यो भनेदेखि त्यसलाई कुनै वर्कसप गराइराख्नु परेन। हजुरको टिचरहरूले क्लिकको भरमा चाहिँ टर्म एक्जाम पेपर निकाल्न सक्ने हुनुभयो, त्यसलाई प्रिन्ट गरे पनि भयो, त्यसलाई एज एन असाइनमेन्ट दिँदाखेरि पनि भयो भन्दा त्यो कुराहरू छ टेस्ट पेपर होइन। असाइनमेन्टको मैले अघि नै पनि भने असाइनमेन्ट दिने, स्टुडेन्टले त्यहाँ सब्मिट गर्ने, टिचरले चाहिँ नि कुन असाइनमेन्ट सब्मिट भयो, कसले सब्मिट गर्यो, कसले सब्मिट गरेका छैन, त्यो कुरा सबै ट्र्याक राख्न सक्ने, असाइनमेन्टमा त्यही फिडब्याक दिने र चाहेको खण्डमा त्यही मार्किङ समेत दिन सक्ने हिसाबले असाइनमेन्टको कम्प्लिट साइकल टेक्नोलोजीबाटै गर्न सकिन्छ। पेपरमै गरे पनि फोटो खिचेर त्यहाँ राख्न सक्ने व्यवस्था हामीले गरेका छौँ। त्यो कम्युनिकेसन्सको लागि होइन, फोन आउँछ। मेरै वाइफले पनि छोरीको उसलाई चाहिँ टिचरलाई चाहिँ कहिलेकाहीँ बेलुका पनि फोन गरिरहेको हुन्छ, स्कुल सकेपछि त पर्सनल लाइफ होला नि टिचर्सहरूको होइन। त्यो फोन नम्बर सबै हटाइदिएको छ। हामी एज अ प्रिन्सिपल पनि फोन नम्बर दिइराख्नु जरुरी छैन, हामी यसबाट कम्युनिकेसन गर्न सक्छौँ होइन। हामीले केही मेसेज दिनु पऱ्यो भनेदेखि ल भोलि बिहान हडताल हुन्छ कि हुँदैन थाहा छैन, अनि बिहान हामीले हडताल छैन ल है आज क्लियर छ भनेदेखि हामीले यहाँबाट नोटिस पठाइदिने हो भनेदेखि, यो अनाउन्समेन्टबाट नोटिस पठाइदिने हो भनेदेखि सबैको मोबाइलमा एज अ पुस नोटिफिकेसन त्यहाँ मेसेज आउँछ, हामीलाई पैसा पनि लाग्छ। एसडिएमको चाहिँ नि झन्डै 40 लाखको वार्षिक बजेट अहिले 0मै आएको छ एसएमएस पठाउने। अब त्यति मात्रै नभइकन कन्सेन्ट फर्म्सहरू होइन, ल आज चाहिँ नि मुभी लग्ने चाहिँ हामीले यो मुभी रिलिज भएको रहेछ बच्चाहरूको लागि, यो मुभी देखाउन लग्ने प्लान गऱ्यो, लगाउँ कि नलगाउँ भनेर गार्जियनहरूको कन्सेन्ट लिएर होइन यस नो भनेर उहाँहरूको फिडब्याक अनुसार हामीले डिसिसन लिन सक्ने भयो। च्याट ग्रुपमा चाहिँ नि यही क्लासको चाहिँ नि भनौँ न ल कमजोर स्टुडेन्टहरूलाई चाहिँ नि सबैसँग कुरा गर्दाखेरि ह्युमिलेसन फिल हुन सक्ला भन्दा 3जना कमजोर स्टुडेन्ट छ भने 3जना कमजोर स्टुडेन्टको मात्रै ग्रुप बनाइदिएर म एज अ टिचर के त भन्दा त्यो 3जना स्टुडेन्टहरूसँग मात्रै मैले एउटा च्याट बक्स क्रिएट गरेर उनीहरूसँग कम्युनिकेट गर्छु। अथवा चाहिँ नि 2जना जान्ने र नजान्ने 2जनालाई पेयर अप गराइदिएँ होइन, पेयर लर्निङमा एसोसिएट गराइदिएँ र मैले त्यसलाई मोनिटर पनि गर्न सक्ने भन्दा त्यो खालको कम्युनिकेसन टुल्सहरू यसमा इन्भेस्ट छ होइन। त्यसपछि टाइम टेबलहरूदेखि लिएर टुडेज लर्निङ, टुडेज अपकमिङ टास्कहरूदेखि लिएर यो सबै कुराहरू एज अ टेक्नोलोजी हामीले इन्भेस्ट गरिसकेका छौँ
होइन। अब यो बाहेक अर्को हामीले हजुरलाई बिस्तारै पिचिङ पनि गर्छौँ होइन। टेक्नोलोजीमै आउँदाखेरि हाम्रो बसहरूलाई पनि स्मार्ट बनाउने होइन। अहिले हामीले काव्यमा टेस्ट गर्दैछौँ होइन। कतिसम्म भन्दा हाम्रो पेरेन्ट्सहरूलाई प्रब्लम के त भन्दाखेरि सानसानो बच्चाहरू भनौँ न, ठुलोको त होइन, सानो बच्चाहरूको प्रब्लम के त भन्दाखेरि अब बस आउने बेला भयो, काभ्रेबाट मानव 3 बजे हिँडेको छ भनेदेखि पुरानीकण्ठमा 4 बजे आइपुग्छ टेन्टेटिभली भनेपछि 3:45 बजे त्यहाँ आएर बस्नु पऱ्यो। आधी घन्टा जाम पऱ्यो भनेदेखि त्यहाँ आधी घन्टा कुरिराख्नु पऱ्यो पेरेन्ट्सलाई भनेदेखि हामीले यस्तो टेक्नोलोजी डेभलप गरिसक्यो। आज अहिले काभ्रेमा टेस्ट गर्दैछौँ कि त्यो बस चाहिँ नि 100 मिटर पर आइपुगेपछि अथवा आफूले सेट गर्ने कति पर आइसकेपछि अलर्ट आउने भयो मेरोमा, त्यसपछि म तल बस स्टेसनमा गएको होइन। अनि कहाँसम्म भन्दा मेरो बच्चा बसमा छ भनेदेखि मेरो एपबाट के हेर्न सक्दैन, बसमै छ मेरो बच्चा, बसबाट निस्केको छैन, निस्क्यो भने पनि कहाँ निस्क्यो, कति बेला निस्क्यो, कुन स्टेसनमा निस्क्यो भनेर त्यो ट्र्याक गर्न सक्ने हो। त्यो खालको बसहरूलाई चाहिँ नि 50 भन्दा बढीको स्पिडमा गयो भनेदेखि यहाँको कन्ट्रोलिङ सेन्टरले चाहिँ नि त्यो सबै अलर्ट हुने, पेरेन्ट्सलाई पनि अलर्ट हुने खालको भने त्यो खालको सिस्टम पनि हामी अहिले काभ्रेमा टेस्ट गरिरहेका छौँ। पछि हजुरहरूमा लिएर आउँछ भन्दा ओभरअल पोसिबल भएसम्म टेक्नोलोजी रिसोर्स युज गरेर पेडागोजी चेन्ज गर्ने, स्टुडेन्टको लर्निङ एटिट्युड चेन्ज गर्ने, टिचरहरूको उहाँहरूको मोरल हाई गर्ने, मोटिभेट गर्ने, र हामी पनि भनौँ न भोलि निर्धक्क साथ चाहिँ नि गभर्मेन्ट स्कुलसँग कम्युनिटी स्कुलसँग गर्दाखेरि यो कारणले चाहिँ नि हामी माथि छौँ, द्याट्स वाइ वी चार्ज मोर भन्ने हिसाबमा चाहिँ नि हामी कन्फिडेन्टली अगाडि बढाउन सकिनलाई यो टुलहरूले हेल्प गर्छ भन्ने हिसाबमा यसरी आज भनौँ न इजलिङटनमा चाहिँ नि 15 लाख छ फी होइन, महँगो भयो भनेर आउँछ। यो कारणले महँगो भयो, अफोर्ड गर्न सक्नुहुन्छ तिर्नुहोस्, बिकज इट्स अ प्राइभेट अर्गनाइजेसन, गभर्मेन्टले केही पनि कन्ट्रिब्युसन छैन, अफोर्ड गर्न सक्नुहुन्छ भने तिर्नुहोस्, सक्नुहुन्न भने हामी केही पनि गर्न सक्दैनौँ, स्कलरसिप छ त्यहाँ फाइल गर्नुहोस्, सिक्नुहोस् भन्दा एउटा भन्नुहुन्छ नि कन्फिडेन्टली चाहिँ पढ्नुहोस् नपढ्नुहोस् भन्ने हिसाबमा चाहिँ नि सहयोग गर्ने छ आफ्नो ठाउँ, हामी सबैले गरि नै रहेका छौँ नि। तर त्यो लेभलमा पुर्याउनको लागि टुल्स एन्ड टेक्निक्सहरू चाहिँ यही नै हो कि भन्ने हिसाबले हामीले डेभलप गरेर अब डिप्लोय गर्दै जाँदा चाहिँ प्रुभ हुँदै आएको छ। अहिले यो हुँदै आएपछि यही 3टा कुरा हामीले गर्न खोजेको हो। हजुरहरूले इम्प्लिमेन्ट गरेर हेर्नुहोस्, किनभने त्यतिखेर नेपाली भर्जनमा थियो होइन, हामी कमिटेड गरेका थियौँ इङ्ग्लिसमा बनाएर आउँछौँ है, फेरि यो दोहोऱ्याउँछौँ भनेको थियो। आज हामी आएको छौँ, फिडब्याक्सहरू पनि एकदमै राम्रो छ होइन। लास्ट यो हप्ता मात्रै 5वटा कि 6वटा स्कुल साइन अप भएको छ। हजुरहरू बरु क्लास 10बाट सुरु गर्नुहोस्, 9बाट सुरु गर्नुहोस्, चेन्ज चाहिँ आउँछ, ग्लोबल्ली आएको छ, यसमा सहभागी बन्नु हामी होइन। र कस्तो रहेछ भन्दा मलाई आफूलाई लागेको पनि हामीले जुन आइएनजी बनायौँ भनौँ न, हजुरहरूले जुन आफ्नो स्कुल बनायौँ, हामी बाहिर गयौँ, बाहिरको ट्रेन्डहरू एकदम स्टडी गऱ्यौँ, बाहिरको मान्छेहरू लिएर आयौँ, यहाँ युनिभर्सिटी लिएर आयौँ, ठक्क बाहिरकोसँग अलाइन भएर हुँदाखेरि आज बच्चाहरूले तहल्का पिटिरहेका छन् होइन। अब जस्तो हजारौँ बच्चाहरूले तहल्का पिटिरहेका छन् भन्दाखेरि यो टेक्नोलोजी, यो पेडागोजी, यो रिसोर्सेस पनि हामीले एक्ज्याक्टली त्यही नै गरेर आज त हाम्रै प्रडक्ट नै 9000वटा स्कुलमा लागिरहेको छ भन्दा सिङ्गापुरमा पनि स्टडी गरेर हामीले, जापानमा स्टडी गरेर, सबै ठाउँमा गएर स्टडी गरेर त्यो स्टडीको आउटकमबाट चाहिँ नि हामीले टेक्नोलोजी बनाएको हो। र त्यसलाई चाहिँ नि आज भनौँ न 2000वटा इन्टरनेसनल स्कुलमा जसरी पढाइ भएको छ, जुन लेभलमा पढाइ भएको छ, हाम्रो स्कुलमा ठ्याक्कै त्यसै गरी पढाइ गर्न सकिन्छ। अलिकति टाइम लाग्ला हाम्रो टिचरहरूलाई अभ्यस्त बनाउनलाई, त्यसमा हामी पनि वर्कआउट गरिरहेको छौँ। मैले चाहिँ गर्न खोजेको यति नै हो। डेमोन्स्ट्रेसन हेरौँ, एक्चुअली इबुकको चाहिँ मलाई एउटा पार्ट त्यो एक्चुअली देखाउँ कि जस्तो लाग्यो। त्योभन्दा अगाडि एउटा सानो दुईवटा कुरा सोधौँ सर। नेताले गर्दै गर्दा हामी अझ डिस्कस पनि सर गरौँ न। एउटा सानो कुरा सोध्छु उनीहरूलाई। एउटा चाहिँ हाम्रो गार्जेन्स पनि त अवेर हुनु पऱ्यो। हामीले पठाएको नोटिसहरू उनीहरूले हेरि नै दिएन भने चाहिँ के हुन्छ? सपोज अब हडताल हुँदैछ तर हेर्दैन अरे। अब यस्तो छ, त्यसमा चाहिँ कस्तो भन्दा हामीले यहाँ के गरिरहेका छौँ भन्दाखेरि गार्जेनहरू त्यही हो होइन, मैले हेर्न बिर्सेँ त त्यसै भन्छ होइन। हामीले म यहाँ आएपछि काभ्रेमा आएपछि यस्तो कुरा आज म भनौँ मेधाले धेरै एक्सप्लेन गर्न सक्छ यसमा होइन। त्यो कुरामा के त भन्दा हामीले अवेर त गराउनुपर्छ गार्जेन। हेर्नुहोस् है, तपाईँलाई फोन आउनेवाला छैन, त्यहाँ तपाईँले लगइन गरेर पनि हेर्नु परेन, त्यहाँ टुङ्ग गर्छ आउँछ मेसेज, त्यो पाइन चाहिँ नआउनुहोस् होइन। हामीसँग ट्र्याक हुन्छ, हामीसँग एभिडेन्स हुन्छ कि तपाईँलाई मेसेज गएको छ भन्ने कुराहरू भन्ने। अनि एबल पनि त हुनु पऱ्यो प्यारेन्ट्स, अब त्यसमा त्यस्तो हेर्ने टाइपको त्यस्तो। अब त्यसमा चाहिँ अब ल्याङ्ग्वेज हामीले नेपाली पनि युज गर्न सक्छौँ त्यो मेसेजहरू पठाउँदाखेरि होइन। कुनै त अब एकदमै राम्रोसँग एउटा फेसबुक मात्रै चलाउन सक्ने खालको हुन्छ, फेसबुक चलाउन सक्ने हुनुभयो भने तर यति सक्नुहुन्छ। हो त्यो चाहिँ हो, त्यो अनि त्यसमा के त भन्दा इन्ट्रेस्ट पनि हुनु ट्रेनिङ पऱ्यो, हामी ट्रेनिङ चाहिँ हामीले बिस्तारै अभ्यास पनि गराउँदै गर्नुपर्ने।
सबै अनलाइन नै हुनु पऱ्यो है अफलाइनमा हुँदैन अफलाइनमा त अफलाइन हुँदैन हुँदैन, online नै। अनलाइन चाहिँ हलपखत हुनु पऱ्यो प्यारेन्ट्सको एक्सेस अलिकति सबै हामीलाई फ्री एक्सेस चाहियो त वाइफाई होइन, अब नेपालभरि उहाँहरूले यस्तो इन्डियामा अहिले जस्तो पहिला भन्दा त कम भइसक्यो हामी कम एनसेलसँग पहिला कुरा पनि गरिरहेका छौँ कि एनसेलसँग जस्तो चाहिँ नि सिङ्गापुरको फ्रीमा। स्याम्पलिङ र हाम्रो यहाँको स्याम्पलिङमा फरक पर्ने त्यसैमा पहिलो त्यसैले हिट गरिदिन्छ हामीलाई काठमाडौँमा त नपर्ला किनभने एउटा अब ठ्याक्कै मैले अहिले कमिट चाहिँ गर्न सकिनँ डाटा अहिले पनि महँगो छ क्या महँगो छ एकदमै डेटा होइन यस्तो छ हामी अहिले इन्डियामा जस्तो दिनु पऱ्यो क्या सस्तो इन्डिया महँगो छ नि अझै महँगो छ है साउथ एसियामा सबभन्दा सस्तो इन्टरनेट नेपालमा अच्छा इन्डिया पनि अब त्यो सिटीहरू कलकत्ता फ्रीमा होइन, दिइरहेको त्यो छ नि भने कतिपय उनीहरूले ठाउँमा मार्केटिङ गर्दाखेरि चाहिँ यस्तरी गरिदिन्छन् कि होइन त्यो 0.01 पैसा भनेर लेख्छन् तिनीहरूले 0.01 रुपियाँ भनेर कहाँ त्यो त बेसिकलाई हो नि उनीहरूले थप्दा साउथ एसियामा सबभन्दा सस्तो इन्टरनेट नेपालमा इभन डेटा चलाउँदाखेरि पनि त्यो चाहिँ के भन्छु भन्दा नि त्यो हाम्रो एउटा रोग पनि हो ए रोग के भन्दा अब यसलाई अन्यथा नलिन्छ है रोग के भन्दाखेरि ठुल्ठुलै मान्छेहरू देखाएको छु मैले होइन झन् 1 लाखको जुत्ता लगाएर हिँड्नुहुन्छ रेस्टुरेन्टमा ठ्याक्क फोन तेर्साउनुहुन्छ एकदम अनि वाइफाई वाइफाई हाल्दै बाहिर त्यो कति इन्सेक्योर हुन्छ भन्ने कुरा त पब्लिक वाइफाई चलाउँदाखेरि होइन आज 1200 रुपियाँको महिनाको 1200 रुपियाँको त्यो प्लान एउटा किन्ने हो भनेदेखि त्यो फोन सधैँ अन राख्दाखेरि पनि के भने पेरेन्ट्सहरूलाई कति कुरा थाहा छैन क्या थाहा छैन हामीले अवेर हो त्यो पार्ट के गर्छ हामी गर्छौँ कि किन हजुरहरूमा थोपार्दैन क्वालिटी बेसमा जाँदाखेरि त्यो क्लाइन्टको नम्बर बेस घट्ने सम्भावना रहँदो रहेछ यसबाट अलिकति हजुर अब त्यसमा चाहिँ कस्तो भन्दा के पनि हो भन्दाखेरि यसमै मात्रै उ गर्ने त होइन डिपेन्डेन्ट 100% त गराउनु पनि भएन होइन मानव एक्जाम्पल हामीसँग 500 जना गार्जेनहरू छन् भनेदेखि 300ले एक्सेस होला 200ले छैन भने कमसेकम 300 को बर्डन त कम भयो नि हामीलाई जो चाहिँ नि गर्नै नसक्ने पनि त गार्जेन हुनुहुन्छ होला नि त्यहाँ फोन गर्ने हामीले अहिले जे गरिरहेका छौँ त्यो नै गर्नु पर्ला बरु भेकलको छ नि हजुर त्यो चाहिँ छिटो सक्सेस हुने देखेँ मैले भेहिकलको त ट्र्याकिङको। अब हामी यहाँ टेस्टिङै किनभने भेकलको स्याम्पलिङ हुन्छ हजुर हो। ड्राइभर पनि सीमित हुने भयो अब हो। भेकल युज गर्ने युजरहरू पनि कम हो, हो, हुन्छ हजुर। त्यो चाहिँ काठमाडौँमा गएर छिटो लाग्ने हो भने छिटो त्यो स्याम्पलिङ छिटो उयो हुन्छ जस्तो लाग्छ मलाई। हजुर हजुर पहिला काव्यको सबभन्दा सफल समस्या भनेको हुनु भेकल जबरजस्त काव्यको होस् होइन अहिले धेरै ठुलो समस्या छ यसमा ड्राइभिङ ओभर स्पिडिङदेखि लिएर दुनियाँ छ होइन काव्यको सक्सेस होस् अनि त्यसपछि त्यो त यो पठाउ यिनीहरू के राइडिङहरू छ नि त्यसको सफ्टवेयरको पनि कति कुराहरू त युज हुन्छ नि त हजुर होइन त्यो भन्दा हाम्रो नेक्स्ट लेभलै छ अझै राम्रो छ। त्योभन्दा एकदमै नेक्स्ट लेभल छ अहिले नेपाल पुलिसको जुन यो भ्यानहरू हुन्छ नि ट्र्याक गर्ने ट्र्याक गर्ने सबै त्यही सफ्टवेयरले गर्छ त्यो हाम्रै सफ्टवेयरले गर्छ यो चाहिँ छिटो सबैले छिटो क्याच गर्ने यसलाई देखेँ हजुर यो एउटा भनौँ न यो मध्येको टेक्नोलोजी मध्येको एउटा फिचर छिटो एकदम बेनिफिसियल चाहिँ देख्यो हजुर अब त्यो चाहिँ म चाहिँ के भन्छु भन्दा सर अब मेरो व्यक्तिगत धारणा है त्यो चाहिँ के त भन्दा साइन्टिस्ट मात्रै हो मेन्टिस्ट होइन त्यो त्यसले होला एउटा लेभलमा हामीलाई यो सजिलो गराउँछ कि जस्तो लाग्ला तर सुधार गर्नुपर्ने त हाम्रो पढाइ नै एकदम त्यो 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 साइन्टिस्ट भन्छु है म त्यो चाहिँ होइन एकदम म मेरो धारणा है म गलत त्यो चाहिँ हो, हुन सक्छु, सर। अलङ विथ इट होइन अलग विधि त्यो भयो नि भनौँ सुन्न त होइन तर मेन फिक्स त्यो धेरै गाडी हुनेहरूलाई चाहिँ त्यो छ त्यो पनि लिएर आउँछ हामी फेरि नै गरिहाल्छौँ अनि हजुरले त्यो डेमो देखाउनुभन्दा अगाडि एउटा सानो क्लास 8को शहीदको सम्झना भनेर कसरी पढाउने एउटा देखाइदिन्छु न क्लास 8 एटको शहीदको सम्झना भन्ने छ नि छैन? अहिले ए, हामीसँग next के के छ भन्दा हजुर। 9 को कम्प्युटर साइन्स 10 को सबै सब्जेक्ट सब्जेक्ट प्लस 11 12 को सबै सब्जेक्ट ए। भन्दा यो वर्ष हाम्रो के त भन्दा सम्बन्ध जोड्ने मात्रै हो एउटा अच्छा, सब्जेक्टबाट गरौँ कि क्लास 10 कोबाट गरौँ कि अनि नेक्स्ट इयर हामी अझै होल सब्जेक्ट आइसकेको छैन हजुर ओके। त्यसरी यो आइएनजीको फुल फर्म इनोभेट नेपाल ग्रुप इनोभेटिभ नेपाल इनोभेट नेपाल ग्रुप इनोभेट नेपाल ग्रुप यसलाई टु बी कन्टिन्यू भन्ने आइएनजी आइएनजी होइन हजुर ठिक छ। जेमा पनि भयो नि हाँ, इम्प्रुभिङ एकदम इनोभेटिभ नेपाल ग्रुप हाँ, जेमा पनि भयो यो सिडिसीसँग सरकारी छैन छैन यसको कुनै? अप्रुभलै छ सबै सबै अब सुरुमै राख्नु भएको छ हाम्रो नेपालको सुरुमै फेरि approved त्यस्तो पनि भनेर। हुन्छ नि हाम्रो होइन नेपालको सिडिसीकै करिकुलम होइन अहिले म त्यहाँ डेमोमा पनि देखाउँछु सिडिसी करिकुलममा जे छ सबै कुरा र सिडिसीले अप्रुभलै दिएछ एउटा हेरौँ त डेमो क्लास 10 कुनै एउटा ठिक छ। च्याप्टरको हेरौँ न त पहिला भिडियो नै हेरौँ हाम्रो डिजिटल सर भर्खर आउनुभयो